गुलाबको फूल टिप्न पाए भनेर टपक्क नटिप्नु। यसमा काँडा पनि हुन सक्छ। लाउन पाए भनेर थपक्क नलाउनु माया, त्यसमा धोका पनि हुन सक्छ। ताली खोइ ताली बजाएको। फूल छ गुलाबको, त्यसमा पनि काँडै काँडा हैन। माया छ मनभरि, तिमी टाढै टाढा हैन। गुलाब किन यसरी फुल्छ? किनकि गुलाबमा काँडा हुन्छ। जिन्दगी हैन, जिन्दगी पनि यस्तै नै हो, जसमा फुल त फुलिरहेछ हैन, तर काँडै काँडाले भरिएको छ। मान्छेको जिन्दगी पनि यस्तै हो हैन, हेर्दा मात्रै फुलेको फुल जस्तो, तर मन र मुटुमा कति व्यथाहरू, कतिलाई यही गुलाबको फुलको काँडा जस्तो काँडै काँडा भएर मान्छेहरू बाँचिरहेका छन्, लाइक मी हैन। कति राम्रो, कति राम्रो, कति राम्रो, अति सुन्दर। फुलिरहेको फुल टिप्नुहुन्न, पाप लाग्छ नि। आमामा कति राम्रो हैन। रोज, रेड रोज हैन, यो रातो गुलाब। यो गुलाबमा किन काँडा हुन्छ थाहा छ? गुलाबमा किन काँडा हुन्छ? ताकि गुलाबमा काँडा किन हुन्छ? गुलाबको फुलमा काँडा किन हुन्छ? काँडै काँडाले भरिएको यी गुलाबका फुलहरू ढकमक भएर फुलिरहेछ। जिन्दगी पनि यस्तै हो, हेर्दाखेरि गुलाब जस्तो हैन, तर काँडै काँडामा जिन्दगी बितिरहेको छ मेरो चाहिँ है। फुल फुल्यो पात पातमा, म भुले फुलै फुलमा। फुल फुल्यो पात पातमा, म भुले फुलै फुलमा। कुकु कुकु। वाउ, यो इङ्ग्लिसमा के भन्छ तिमीलाई थाहा छ?